तपाईं आफू अस्तित्वमा छु भनेर जति धेरै प्रमाणित गर्न खोज्नुहुन्छ तपाईले वास्तवमा बाँच्न त्यति नै कम गर्नुहुन्छ। महान दार्शनिक एलेन वाट्सको यो भनाइसँगै तपाईलाई हार्दिक स्वागत छ। मेरो नाम हो आयुष शबमोहन र तपाईं सुन्दै हुनुहुन्छ द भोइस नोट्स। आज हामी यो एपिसोडमा मौनतामा लुकेको शक्ति अर्थात् अदृश्यताको मनोविज्ञानका बारेमा कुराकानी गर्नेछौँ। आउनुहोस् यो यात्रा सँगै तय गरौँ। आशा छ आजको यो एपिसोड सुनेर साथ दिनुहुनेछ। जब संसार आफ्नो प्रमाण खोजिरहेको हुन्छ तब केही मानिसहरू मौन रहन वा अदृश्य रहन खोज्छन्। जब सबैले आफ्ना तस्बिरहरू पोस्ट गरिरहेका हुन्छन् तब केही मानिसहरू चुपचाप हेरिरहेका हुन्छन्। के यो डर हो? होइन, यो सायद त्यो सबैभन्दा ठुलो आन्तरिक शक्ति हो जसलाई तपाईले अहिलेसम्म बुझ्नु भएन। आज म तपाईलाई किन सामाजिक सञ्जालमा आफ्ना फोटोहरू नराख्ने मानिसहरू कमजोर होइनन् बरु एक विशेष सत्य जान्दछन् भन्ने कुरामा प्रष्ट पार्ने प्रयास गर्दैछु। एकैछिन रोक्नुहोस्, म तपाईलाई एउटा प्रश्न सोध्छु। तपाईले अन्तिम पटक कहिले आफ्नो फोटो पोस्ट गर्नुभएको थियो? र साँचो भन्नुहोस्, त्यो पोस्ट गर्नुभएपछि कति पटक जाँच्नुभयो? कति लाइक आयो, कति कमेन्ट आयो, कसले हेर्यो र कसले व्यवस्था गर्यो? अब सोच्नुहोस्, त्यो व्यक्ति जो पोस्ट नै गर्दैन, के ऊ कमजोर हो या उसले कुनै यस्तो सत्य जानेको छ जुन बाँकी सबैले डिजिटल कोलाहलमा बिर्सिसकेका छन्? दार्शनिक एलेन वाट्सले एउटा महत्त्वपूर्ण कुरा भनेका थिए। तपाईं आफू अस्तित्वमा छु भनेर जति धेरै प्रमाणित गर्न खोज्नुहुन्छ तपाईले वास्तवमा बाँच्न त्यति नै कम गर्नुहुन्छ। यो भनाइ उनले सामाजिक सञ्जालको युगभन्दा धेरै वर्ष अघि भनेका थिए। तर आज यो यति धेरै सत्य लाग्छ कि डर जस्तै लाग्छ, किनकि हामी सबै एउटा यस्तो खेल खेलिरहेका छौँ जहाँ हामी आफूलाई, आफ्नो खुसीलाई र आफ्नो वास्तविकतालाई डिजिटल बजारमा बेचिरहेका छौँ। र जो मानिसहरू यो खेलमा छैनन् उनीहरू हारेका छैनन्, बरु उनीहरूले यो खेल नै नक्कली हो भनेर बुझिसकेका छन्। त्यसैले आउनुहोस् आज बुझौँ ती मानिसहरूको मनोविज्ञानलाई जो सामाजिक सञ्जालमा देखिँदैनन् तर सबै कुरा देख्छन्, जो चुपचाप छन् तर सबैभन्दा बढी सचेत छन्, र जो अदृश्य छन् तर सबैभन्दा बढी वास्तविक छन्। र सायद यो एपिसोडको अन्त्यसम्ममा तपाईँ आफैले आफ्नो आन्तरिक मूल्यबारे केही यस्तो बुझ्नुहुनेछ जुन तपाईले कहिले सोच्नु भएको थिएन। मौनता शक्ति भन्ने र अनुपस्थिति उपस्थितिभन्दा शक्तिशाली हुने यो यात्रामा तपाईलाई फेरि पनि स्वागत छ। आफ्नो फोटोहरू सामाजिक सञ्जालमा पोस्ट नगर्ने मानिसहरूले एउटा ठुलो वास्तविकता बुझिसकेका हुन्छन्। त्यो सत्य यो हो, जब तपाईँ पुरै दर्शकका लागि प्रदर्शन गर्नुहुन्छ तपाईँ आफू हुन छोड्नुहुन्छ। कल्पना गर्नुहोस्, तपाईँ कतै सुन्दर ठाउँमा घुम्न जानुभएको छ जहाँ शान्ति छाएको छ, तर त्यही बेला तपाईँको दिमागले भन्छ फोटो खिच्नुपर्छ, पोस्ट गर्नुपर्छ, क्याप्सन सोच्नुपर्छ। र त्यही क्षणमा त्यो शान्ति गायब हुन्छ, किनकि अब तपाईँ त्यो क्षणलाई बाँचिरहनु भएको छैन। तपाईँ त्यसलाई रेकर्ड गर्दै हुनुहुन्छ, प्रमाणित गर्दै हुनुहुन्छ। यो मनोविज्ञानको सबैभन्दा गहिरो शक्ति हो। जब तपाईँ आफ्नो जीवन देखाउन थाल्नुहुन्छ तपाईँ त्यसलाई बाँच्न छोड्नुहुन्छ। एलेन वाट्सले अर्को एउटा भनाइ भनेका छन्, जीवन एउटा यस्तो यात्रा होइन जसलाई दस्तावेज गर्नुपर्छ, बरु यो त एउटा रहस्य हो जसलाई अनुभव गर्नुपर्छ। र सामाजिक सञ्जालमा तस्बिर नराख्नेहरू त्यो रहस्यलाई बाँचिरहेका हुन्छन्। उनीहरू अनुभव गरिरहेका हुन्छन् कुनै दर्शक बिना, कुनै प्रमाण बिना, केवल आफ्नै सन्तुष्टिका लागि।
यहाँको मुख्य भिन्नता नै यही हो, बाँच्नु र प्रमाणित हुनुको बिचमा, हुनु र देखिएर मात्र रहनुको बिचमा। सामाजिक सञ्जालमा फोटो नराख्ने मानिसहरूले एक फरक स्तरको स्वतन्त्रता जान्दछन्। यो त्यो स्वतन्त्रता हो अरूका आँखाबाट मुक्ति। एकछिन सोच्नुहोस् त, तपाईँको हरेक पोस्ट, हरेक फोटोले कसैले कसैलाई तपाईँको तुलना गर्ने, न्याय गर्ने र टिप्पणी गर्ने मौका दिन्छ। बिस्तारै बिस्तारै तपाईँ त्यो बन्नुहुन्छ जो अरूले तपाईँलाई देख्न चाहन्छन्। तपाईँ आफ्नो लागि बाँच्नुहुन्न, तपाईँ ती अदृश्य निर्णायकहरूको लागि बाँच्नुहुन्छ। र यो नै हो आधुनिक दासता अर्थात् डिजिटल दासता। तपाईले हरेक लाइकमा, हरेक कमेन्टमा यसको अदृश्य बोझ महसुस गर्नुहुन्छ। एलेन वाट्सले यो पनि भनेका छन् कि 5 मिनेट अघि तपाईँ जो हुनुहुन्थ्यो त्यही भइरहनुपर्ने तपाईँको कुनै बाध्यता छैन। तर सामाजिक सञ्जालमा तपाईँले एउटा निश्चित छवि कायम गर्नुपर्छ, एउटा ब्रान्ड बनाउनुपर्छ र त्यही क्रममा तपाईँ आफूलाई गुमाउनुहुन्छ। वास्तविक तपाईँ जो हरपल बदलिन्छ, विकसित हुन्छ र नयाँ हुन्छ, त्यो कतै हराउँछ। वास्तवमा अस्तित्वमा रहनका लागि मलाई कसैले देख्नु आवश्यक छैन। आजको पुस्तालाई लाग्छ यदि तपाईँ अनलाइन हुनुहुन्न भने तपाईँ हुनुहुन्न, यदि तपाईँको फोटो छैन भने तपाईँको अस्तित्व छैन। तर यो सत्य होइन। रुखहरू फोटो बिना पनि बढ्छन्, नदीहरू दर्शक बिना पनि बग्छन्, सूर्य लाइकको प्रवाह नगरी उदाउँछ र तपाईँ पनि कसैलाई नबताई, कसैलाई नदेखाई पूर्ण रूपमा बाँच्न सक्नुहुन्छ, बरु सायद अझ राम्रो तरिकाले। किनकि जब कसैले हेरिरहेको हुँदैन तब तपाईँ सबैभन्दा बढी वास्तविक, सबैभन्दा बढी स्वतन्त्र र सबैभन्दा बढी जिउँदो हुनुहुन्छ। उनीहरूले आफ्नो अस्तित्वलाई अरूको मान्यतासँग जोड्न अस्वीकार गर्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, सामाजिक सञ्जालमा फोटो नराख्ने मानिसहरूले एउटा दुर्लभ गुण विकास गरिसकेका हुन्छन्। त्यो गुण हो गुमनामीमा सन्तुष्टि। आजको संसारमा सबैभन्दा दुर्लभ कुरा के हो? त्यो हो शान्ति। र त्यो शान्ति तब मात्र आउँछ जब तपाईँलाई कसैलाई प्रभावित पार्नुपर्ने, कसैलाई प्रमाणित गर्नुपर्ने आवश्यकता हुँदैन। हामीलाई यो भ्रम बेचिएको छ कि जीवन तब मात्र मूल्यवान छ जब अरूले तपाईँलाई देख्छन्। खुसी तब मात्र सत्य हो जब त्यसलाई पोस्ट गर्न सकिन्छ। सफलता तब मात्र वास्तविक हुन्छ जब अरूले त्यसलाई पहिचान गर्छन्। तर यो सबै भ्रम हो। जसले यो भ्रमलाई तोडिसकेका छन् उनीहरू एक फरक स्तरमा बाँचिरहेका छन्। उनीहरू आफ्नै लागि बाँचिरहेका छन्, आफ्नै शर्तमा, आफ्नै गोपनीयतामा, आफ्नै प्रामाणिकतामा। त्यसैले उनीहरू धेरै शान्त, धेरै सन्तुलित र धेरै वास्तविक छन्। त्यसैले अर्को पटक जब तपाईँ कुनै यस्तो व्यक्तिलाई देख्नुहुन्छ जो सामाजिक सञ्जालमा छैन वा फोटो पोस्ट गर्दैन, तब त्यो नसोच्नु होला कि ऊ कमजोर छ वा असामाजिक छ। बरु सोच्नुहोस्, सायद उसले केही गहिरो कुरा जान्दछ। उसले जानेको छ जीवनलाई लाइकले नापिँदैन, पहिचान तस्विरहरूले बन्दैन, खुसी प्रमाणबाट आउँदैन। र सायद ऊ तपाईँहरूभन्दा बढी स्वतन्त्र, बढी शान्त र बढी वास्तविक छ। किनकि उसले प्रमाणित गर्नुभन्दा बाँच्नलाई, देखिनुभन्दा हुनलाई र प्रदर्शनभन्दा उपस्थितिलाई रोजेको छ। यो छनौटहरू तपाईँसँग पनि हुनसक्छ। तपाईँले मात्र निर्णय गर्नुपर्छ कि तपाईँ कुन पक्षमा उभिन चाहनुहुन्छ, स्वतन्त्रतामा या बन्धनमा। सामाजिक सञ्जाल एउटा औजार हो। यसलाई प्रयोग गर्नुहोस्, यसको आनन्द लिनुहोस्, तर यसको दास नबन्नुहोस्। आफ्नो मूल्यलाई यससँग नजोड्नुहोस्, न त आफ्नो पहिचानलाई यसले परिभाषित गरोस्।
आज हामीले द भोइस नोट्समा मौनतामा लुकेको शक्ति अर्थात् अदृश्यताको मनोविज्ञानका बारेमा कुरा गर्यौँ। आशा छ तपाईँलाई मन पर्यो होला। यदि तपाईँलाई यो एपिसोड मन पर्यो भने आफ्ना प्रियजनसँग अथवा साथीभाइसँग साझा गर्न नबिर्सिनुहोला। अर्को एपिसोडमा फेरि नयाँ भावनाका साथमा उपस्थित हुनेछु। तबसम्मका लागि म आयुष सम्मान पनि बिदा हुन्छु। हस्त नमस्कार।